गाइज वेलकम टु माई ब्लग। मेरो बुवा त्यहाँ आगो तापिराख्नु भयो, म चाहिँ जान्छु आगो तापिराख्नु भयो है। अब आगो ताप्न जाने हो, आगो पनि सिद्धिसक्यो यहाँ आएँ म आगो ताप्दैछु गाइज। म गाइजहरू हजुरहरू के गर्दै हुन्छ? म चाहिँ आगो तापिरहेको छु है। मस्त आगो पर्खेर म देखाउँछु। ए हेर्न आगो यति मात्रमा आगो तापिरहेको छु। कस्तो यहाँ आगो नि गाइस, ओइमा हातै भेट्यो जन्नले। देख्नुभयो गाइस आगो तापेको, आगो तापिरहेको छु गाइस। म बस्दा मम्मीहरू पनि जानुभयो काममा। हेर्नु पुरै हातै कालो आगो तापिरहेको त गाइस। एकछिन आगो छोडौँ त मात्रै आम्मामामा अहिले त कस्तो जाडो भयो है नेपालमा गाइस। नेपालमा यस्तो जाडो छ। हजुरहरू मलाई कमेन्ट गर्नु होला म चाहिँ कुन फुड खानु के मलाई कमेन्ट गर्नु। कुन ABCDEFG भनेर सर्च गर्नु होइन। एउटा ए थियो भने ए धेरै थियो भने म ए खान्छु, बी धेरै थियो भने त्यसरी के जसको धेरै कमेन्ट हुन्छ नि ए नै धेरै थियो भने म एबाट उठ्ने चिज खान्छु है गाइज। जुनबाट उठ्ने चिज छ त्यही चिज खान्छु है गाइज। मलाई कमेन्ट गर्नु है गाइज, त्यही चिज मात्रै खान्छु म दिनभर। म चाहिँ शनिबार गर्छु, त्यो चाहिँ अहिले गर्दिनँ है गाइज। अहिले गर्न भ्याउँदिनँ, शनिबारै गर्न भ्याउँछु। आँबाट हाँसु आयो गाइज। पर्खिनु है गाइज। गाइजहरू आयो, कस्तो आँखा कस्तो पोलो है गाइज। तपाईँहरूलाई पोलेन, मलाई त कस्तो पोलो। गाइजहरू म मस्त आगो तापिरहेको गाइजहरू। यस्तो तातो हुन्छ क्या अहिले, आगोलाई छिटो पनि थाहा पाइँदैन। थाहा पाइन्छ है, फेरि थाहा पाइँदैन भन्दैन। आगो छोइदिनु होला है, नछुनु नि। मैले भने नि तपाईँहरूलाई त जुन कमेन्ट गर्नुहुन्छ त्यही फुड मात्रै खान्छु है म गाइजहरू। ए धेरै थियो भने ए, बी धेरै थियो भने बी, सी धेरै थियो भने सी। मलाई कमेन्ट गर्नु अनि म त्यही चिजको लेटरबाट उठ्ने फुड खान्छु है गाइजहरू। मेरो च्यानललाई सब्सक्राइब लाइक गरिदिनु होला है। जेबाट उठ्ने भन्नुहुन्छ म त्यहीबाट खान्छु। बाई।